वाह आज चाहिँ हन्टिङ हामी चाहिँ बागखोरसम्म जाँदैछौँ हामीहरू ल तर त हुन्छ लाएर पैसा सकिन हो यो डाँडा चढ्नुपर्छ ल ल आयो आयो दामी आजको फर्स्ट यस्तो खतरा हन्टिङ हुनेवाला छ हाम्रो हाम्रो सुदन ब्रो शीतल भाइ ल हामीहरू चाहिँ टक्क यस्तो लाइफ खोज्यो कि हामीलाई चाहिएको भनेको यस्तो लाइफ टक्क ट्रेकिङ गर्थ्यो बाघखोर जाँदैछौँ यो बाघ मार्ने लट्ठी अरे अहिले पक्रिया ल ल हिँड नजाम के बाघ यस्ता मान्छे अन्त यस्ता के हुन्छ गहनका स्वास्थ्यको लागि आएको हो कि खासमा हेल्थको लागि यस्तो यहाँदेखि चाहिँ ठिक्कै छ माथिबाट दामी देखिन्छ लास्टमा बोतल त्यो भाइलाई पकाउन दिएछन् कि जो जान्न भयो थियो त्यसलाई बोतल बोकाइदियो दादा क्याप लाउनु त तपाईँहरू मात्रै हिँडी जाने हो दादा हो कि दादा अझै बसौँ के ल सोचौँ ल ओके भइहाल्छ कि जाऊँ न गाउँघरमा त के लाग्छ र चल्लो किन्ने खाना बनाउनु लगाउने खाने उनीहरूले पनि खान्छन् त्यही होइन लाइफ आई वान्ट दिस टाइप अफ लाइफ किनकि नेपालमा होइन जस्तै खेती गर्ने मान्छेहरूले खेती गर्यो होइन अब हेर्नु न यो जग्गाहरू सबै खाली छ नि त यहाँ चाहिँ यसो फलफुलका बुट्टाहरू जङ्गली नै फलफुल होस् न यिनीहरूको नै बिरुवालाई फलाउने गरेर हुन्छ कसरी हुन्छ दामी हिसाबले लगाइदिने पानी सारिदिने आउँछ डेन्स बनाउनेलाई फलफुलको बुट्टाहरू लगाएर एन्ड अर्को कुरा भनेको एउटा रोपवे चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई रोपवे भयो भने टक्क दामी सामानहरूलाई तल लैजान सजिलो हुन्छ एन्ड म चाहिँ टक्क गिटारलाई एक्सर्साइज गराउँदैछु आज मैले नहिँड्ने होइन बसिराख्ने एउटै ठाउँमा बाइकमा घुम्या अरू बेला पनि हिँड्नु छैन आज यस्तो मजाको एक्सर्साइज हुन्छ केटाहरूको पनि आज चाहिँ मेरो ब्याड लक टक्क त्यो चाहिँ दामी छ आज चाहिँ ब्याड लक हो कुहिरो लाग्यो यस्तो भइरह
तलतिर बाइकको बाटो पनि छ भने चाहिँ बाटो पनि जान्छ जानु त माथि। तर मैले चाहिँ यो आइडिया सही लाग्यो किनकि हेल्थलाई पनि राम्रो हुन्छ अलिकति हिँडे जस्तो। एन्ड मैले चाहिँ खासमा देवी स्थानमा ठुलो देवीको मूर्ति बनाउनु किन आवश्यक छ जस्तो लाग्छ भने पर्यटकलाई आकर्षण गर्नु एकदमै राम्रो हुन्छ। ठुलो देवीको मूर्ति बनाइदियो अनि उता तल फेदीबाट पनि ठ्याक्क जान चाहिँ के अरे मिल्छ। त्यो फेदीबाट सिडी बनाएर अनि अर्को भनेको तुलसीपुरबाट डाइरेक्ट केबल कार सुरु गरिदिनुपर्छ। ताङ एकदमै राम्रो छ। आई लभ। मलाई अहिलेको चुनावमा अब हेरौँ होइन कस्तो मान्छेहरू आउँछ, उनीहरूको प्लान कस्तो हुन्छ। तर मैले देखेअनुसारले चाहिँ टक्क बबैलाई थुनेर के अरे त्यो गराउनुपर्छ। बबैलाई थुनेर चाहिँ एउटा रिजर्भर टाइपको बनाउने अनि ठ्याक्क बोटिङहरू गर्न मिल्छ। टोली कहाँ पुग्यो? ओ हेलो टोली हाइट म धेरै अगाडि आइसकेँ।
प्लस चाहिँ अब धेरै छैन, तर त्यही पछि हिँडेको भएर होला त्यस मजा आइरहेको। हिँड्नुपर्छ, ट्रेकिङ गर्नुपर्छ, हेल्थको लागि पनि राम्रो हुन्छ एज वेल। एन्ड अब यस्तो विकट ठाउँमा रहेका व्यक्तिहरूलाई पनि आर्थिक सहयोग हुन्छ, तर त्यो खालको म्यानेजमेन्ट अझै भइसकेको छैन। अब नयाँ सरकार आएपछि हेरौँ कस्तो हुन्छ। त्यसपछि अनि अब पुग्न लागिसक्यो। अब पुग्ने आँटेको